हेलो बहिनी बोल के ना हेलो गाइस भन्नु मास्क लाएर भन्के हेलो गाइस भनेर मास्क त हेलो हेदर तिमीलाई सन्जी लेखेको कविता ए अनि के हाल छ बाबा हेलो गाइस ओ हामी यस्तो छौँ हैन बनाइलो तँ कि जान्ने हो कि भाइ म जाने रुम कस्तो जल्दी करो ओए हटाओ अपनी बहन से पानी पर्न आए जस्तो है ये आज तो मम्मी गाइस पानी पर्यो हो त नि पर्सि धरे नि सन्चो नभएर कस्तो हो यो त्यति झ्याम मिल्न यो सुदेव दाई भन्छ सुदेव दाईको भाउ भन्छ के रे कहिले मुख छोडेर हरिया बिजो भन्छ त्यति झ्याम मिल्न यसको पोस्ट छ रे के रोएर हैरान छ अहिले फोन हेर्दै के रे युट्युब च्यानल मेरो युट्युब च्यानल छ हेर्नु भने तिमी के रे अस्ति कस्तो भएको थियो है लागु जस्तो भएको थियो फ्री फायर खेल्ने च्यानल यही नबी गयो हैन त्यस्तातिर केटी सेटीतिर लाउँदैनन् बरु गेम गेमतिर मात्र लाइन्छ म लाउँछु गेमसित म लाउँछु गेमसित तेरो त गर्लफ्रेन्ड छ रे त भाइ यहाँ छ यो त तिमीसँग लाम त नि गेम खेल्दै खेल्दै दिदी हो बिन्दा अस्ति त म बिहा छु भने भेटेर आसी त फोटो दिदी त बिन्दा हो दिदी हो बिन्दा हैन हैन झुटो देखिन दिदी हो मसँग हो ते हो साथी कसम लान्थे अरूसँग केटीको मैले फोटो देखाएको ल भन हैन झुट नबोली भन छोरी यस्तो सोचेर बोले थियो त्यो एउटा त्यही भन्निस मलाई थाहा छ त पहिल्यै हो कास्की पनि अर्को किसान के अनिललाई भेटेर बाहिर देखिन अधेरै छ होइन अधेरो होइ छ तिमीसँग त बर्थडे सड्डे मनाउनु जाँदाखेरि खिचेर आसेन देखाइहाल्छ क्या आज भेटेर आएको भनेर बाई बाई गाइस अब यति एकचोटि काम गरेर खिचेको थियो